माथिबाट मालदिरामबाट चाहिँ पर्सिङ जाने बाटो है। उकालो चाहिँ चढिसक्यौँ हामी हो। अब कति लाग्छ टाइम भने लगभग लाग्छ होला 1.5 घन्टा जस्तो चाहिँ लाग्छ होला हामी सिटम पुग्नु। सर्को जहाँ होमस्टे छ बुकिङ गरेको त्यहाँसम्म जानु। नजारा कस्तो छ हेर्नुहोस्, ल्यान्डस्लाइड जोन हो। अब हामी चाहिँ सिमरिङ आइपुग्न आँट्यौँ हो। सिमरिङ गाउँ आइपुग्यो हामी हो। अब हामी मालुटाहरू चाहिँ आइपुगे हो। सिमरिङको बाद मालुटा। साथीहरू अब हामी चाहिँ मालटार काटेर चाहिँ माथि पुग्नु आँटिसक्यो हो टुप्पोमा। अब सिटम चाहिँ अब लगभग लाग्छ होला आधी घन्टा जस्तो नि पाजु, आधी घन्टा जस्तो लाग्छ। आधा घन्टा लाग्दैन, 20-25 मिनट 20 मिनट जस्तो लाग्छ भन्दैछ पाजुले चाहिँ हो। आजको मौसम चाहिँ यति दामी लाग्यो कि मलाई पनि भिडियो गर्नु मन लाग्यो क्या, एकदमै दामी। तेरो अब हामी चाहिँ मालदिराम आइपुग्यौँ हो। चाहिँ मालदिराम हो गाउँ, एकदमै दामी छ। अब तपाईँलाई यहाँदेखिको चाहिँ अलिक ठन्डा महसुस हुन्छ हो यो जग्गा आइपुग्यो भने चाहिँ। उनी त गरमै हो पुरै, तल सिमरिङ मालटारसम्म चाहिँ गरमै हुन्छ। यो मालदिरामहरू आउँदै गयो भने चाहिँ तपाईँहरूलाई ठन्डा ठन्डा हुँदै जान्छ। हामी लास्ट डाँडा आइपुग्यौँ है। लास्ट डाँडा सबैभन्दा टुप्पो डाँडा। तपाईँको यहाँबाट चाहिँ लाटपन्चरहरू, यताबाट चाहिँ पर्सिङ जानु सक्नुहुन्छ। यो बाटो चाहिँ पर्सिङ यस्तो पनि छ साथीहरू, हेर्नुहोस् अफरोड पनि छ हल्का उकालो चढ्ने चाहिँ हो। यहाँबाट पर्सिङ जाने बाटो चाहिँ यस्तो छ, एकदमै अलिक खराब छ हो। चाहिँ अब तपाईँहरू यहाँ गाउँको कोही पनि हुनुहुन्छ होइन, यदि तपाईँहरूले कसैले मेरो यो भिडियोलाई हेर्नुभयो भने चाहिँ तपाईँहरूले यसको गएर यो रोडको लागि केही बातचितहरू चाहिँ गर्नुहोस् होला।